फिफा विश्वकप 2026मा चाहिँ आज राति हुने चारवटै खेल हेर्न म गइरहेको छु र चारवटै खेल किन इम्पोर्टेन्ट छ भन्ने कुरा पनि म तपाईँलाई भन्दैछु। आज राति 10:45मा हुने खेलमा चाहिँ पोर्चुगलले डिआर कङ्गोको सामना गर्दैछ। डिआर कङ्गो 1974 पछि पहिलोपटक फिफा विश्वकपमा पुनरागमन गरेको टोली हो र मलाई चाहिँ विश्वकपमा चाहिँ एउटा देशको फुटबल मात्रै नभएर त्यहाँको कल्चर एक्सप्लोर गर्न पनि मन लाग्छ। जसरी हिजो रातिको गेममा नर्वेले चाहिँ जसरी भाइकिङको त्यो फ्लेभरलाई चाहिँ वर्ल्ड कपको त्यो प्यारापिटमा ल्याएर प्रस्तुत गरेको थियो नि, वाउ, द्याट इज रियल्ली अ ग्रेट थिङ्स जस्तो लाग्छ मलाई। त्यसै गरी चाहिँ आज डिआर कङ्गोले पनि आफ्नो संस्कृति प्यारापिटमा भएका दर्शकहरू मार्फत देखाउँछ जस्तो लाग्छ। अर्कोतर्फ पोर्चुगल छँदैछ। पोर्चुगलको एक मात्रै उद्देश्य छ यो विश्वकपमा उपाधि जित्नु। उसँग उपाधि जित्न सक्ने टिम पनि छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि डियोगो कोस्टा, क्यान्सेलो, ब्रुनो फर्नान्डेज, होइन, लियो, पेट्रोनेटो जस्तो खेलाडीहरूलाई चाहिँ रोनाल्डोले क्याप्टेन्सी गरिरहेका छन्। सो अभियसली यो विश्वकपमा चाहिँ रोनाल्डोको टिमले आज विजय सुरुवात गर्छ भन्ने मैले एक्सपेक्टेसन गरेको छु। त्यसैले पनि आज यो पोर्चुगल र डिआर कङ्गोको म्याच हेर्नै पर्यो। त्यसै गरी राति 1:45मा हुने खेल छ इङ्ल्यान्ड र क्रोएसिया बिच। क्रोएसिया तपाईँलाई थाहा छँदै होला 2018को विश्वकपमा फाइनल पुगेको थियो। फ्रान्ससँग पराजित भएपछि पनि उसको पर्फर्मेन्स कस्तो थियो भन्ने कुरा इज नो डाउट। त्यसै गरी इङ्ल्यान्ड टिम छ। इङ्ल्यान्ड टिमले चाहिँ यो वर्ष केही नयाँ गर्ने सोचका साथ पहिलोपटक विदेशी प्रशिक्षक अनुबन्ध गरेर वर्ल्ड स्टेजमा कस्तो खालको पर्फर्मेन्स गर्छ होला भन्ने त्यो एउटा कौतूहलता चाहिँ त्यहाँ मनमा छ कि। मलाई खासमा मनपर्ने प्रशिक्षक हुन् थोमस टुखेलले चाहिँ राम्रो गेम खेलाउँदै पनि उनी क्लबहरूबाट बर्खास्त भइरहेका थिए। इङ्ल्यान्डको टिमलाई चाहिँ वर्ल्ड स्टेजमा उनले चाहिँ कस्तो खालको गेम खेलाउँछन् होला भन्ने छ। अनि इङ्ल्यान्डको टिममा मतलब प्लेइङ 11 मात्रै होइन, त्यो बेन्चमा बस्ने खेलाडी र त्यो टिममै नपरेका खेलाडीहरू पनि स्टार छन् कि। अनि उनले त जोड बेलिङ्गमलाई पनि टिममा पर्नका लागि उनले सङ्घर्ष गर्छन् जस्तो बोल्ड स्टेटमेन्ट पनि दिँदै आइरहेका छन्, होइन। स्टेटमेन्ट यति बोल्ड दिइरहेका छन्, उनको गेम प्ले कति बोल्ड होला, होइन। उता लुका मोड्रिचको टिममा चाहिँ एउटा टिम युनिटी चाहिँ एकदमै धेरै देखिन्छ त्यो टिममा, होइन। त्यसले चाहिँ जस्तोसुकै टिमलाई पनि हराउँछ भन्ने कोही बेला त्यो म्याचमा त्यो खेलिरहँदा फिल हुन्छ क्या। पछिल्लो सिजन चाहिँ ब्राजिललाई क्वार्टर फाइनलबाटै घर पठाएको टिमलाई हेर्ने हो भने चाहिँ यो म्याच आज रातिको एकदमै हाई स्पिडमा हुने, हाई इन्टेन्स, अनि त्यहाँबाट गोलको त्यो सटहरू पनि राम्रो आउन सक्ने, होइन, पास पनि राम्रो हुने गेमका हिसाबले चाहिँ त्यो गेमको क्वालिटी हेर्नको लागि चाहिँ यो गेम एकदमै इम्पोर्टेन्ट छ। त्यसैले यो म्याच त हेर्न परिहाल्यो, होइन। बिहान 4:45को म्याचमा चाहिँ घानाले पनामाको सामना गर्नेछ। अब एसियाली मुलुक भएकाले घाना र पनामाको म्याच त खासै हेरिँदैन, होइन। त्यसै गरी यो टिम कस्तो छ, वर्ल्ड कपमा कसरी चाहिँ खेल्ने छ, होइन, यसको त्यो साइड स्टोरीहरू के हुन्छन्, नयाँ खेलाडीहरू चाहिँ कसले राम्रो पर्फर्मेन्स गर्न सक्छ होला भन्ने हिसाबले चाहिँ म यो घाना र पनामाको गेम हेर्नेछु। यी दुवै टोली चाहिँ विश्वकपका अकेजनल पनि हुने त, रेगुलर हरेक सिजन जस्तो आइरहेको हुँदैनन्, होइन, ठुलो कन्ट्रीहरू जस्तो। र पनि राम्रै टिम छ। अब पछिल्लो अस्तिको वर्ल्ड कप अगाडिको म्याचमा चाहिँ ब्राजिलसँग 6-2ले पराजित भएको थियो। सो अब पनामाबाट त्यति धेरै एक्सपेक्टेसन छैन, तर घानाले पनि आज राम्रो खेल्छ होला भन्ने अनुमान चाहिँ छ मेरो। त्यसै गरी भोलि बिहान हुने खेलमा उज्बेकिस्तान र कोलम्बियाको छ। कोलम्बियाको गेम जहिले पनि हाई फिजिकल र इन्टेन्स हुन्छ। दक्षिण अमेरिकी टोलीहरूको गेम अलिकति लामो समय 90 मिनटसम्म पनि एउटै स्तरमा गइरहेको हुन्छ। त्यसैले त्यो खेल हेर्न चाहिँ रमाइलो हुन्छ जस्तो लाग्छ। अनि यता उज्बेकिस्तान त एसियाली टिम भएकाले एसियाली टिमले यसपालि विश्वकपमा डेब्यू गरिरहेको मध्येमा एउटा छ अर्को जोडन, अनि यता उज्बेकिस्तान। त्यसैले उज्बेकिस्तानले डेब्यू खेलमा कस्तो खालको पर्फर्मेन्स गर्छ होला भन्ने हिसाबले पनि त्यो म्याच चाहिँ म हेर्न जाँदैछु भोलि बिहान। सो तपाईँलाई पनि इन्ट्रेस्ट लाग्छ भने हेर्नु होला। सो आज रातिको म्याचहरू सबै रमाइलो किसिमका छन् र आज रातिको म्याच कस्तो हुन्छ म तपाईँलाई अपडेट दिँदै जानेछु म्याच सकिएपछि।